ल फाइनली म चाहिँ खोप केन्द्रमा पुगिसकेको छु। ल हाम्रो खोप केन्द्र हेरौँ। यहाँ चाहिँ सबै चिजहरू छ, हेर्नुहोस् ल। अब यहाँ यस्तो छ अवस्था। यो भित्र हामीले चाहिँ आफ्नै संस्थाबाट ल्याएर कुर्सीहरू टेबलहरू ल्याएर चाहिँ हामीले कोसिस गरेका छौँ। ल अब धुवा धुलो आउनु सक्छ, त्यसको लागि म पानी लिन जाँदैछु। गाइस हेर्नुहोस् है, यहाँनिरबाट पानी ल्याउँछु म। पानी ल्याएर त्यहाँ सरसफाइ गर्नुपर्छ, न त धुलो उठ्छ हो। ल हेरौँ, यहाँ पानी भरिँदैछ। यहाँ चाहिँ सिँचाइ पोखरीबाट चाहिँ हामी पानी लिन्छौँ। अब यहाँ खोप लगाउने बेला चाहिँ धुलो उठ्छ भनेर हामी चाहिँ यो गर्नेछौँ। पानी छम्केर झाडो लगाउनु पर्ने हुन्छ। हेर्नुहोस्, झाडो नलगाएर हुँदैन, अन्त धुवा धुलो हुन्छ। अब अहिले हेर्नु, अब कति भइसक्यो, 11:39 भइसक्यो। सेवाग्राही भने एकजना मात्रै त्यहाँ आउनु भएको छ। उहाँ मात्रै एकजना हो, अरू कोही आएकै छैनन्। आज नजिकै लक्ष्मीपुर आदिको वार्षिक उत्सव भएको हुनाले पनि नआए हुन सक्छन्। हेर्नुहोस् है गाइस, धुलो कसिया हुन्छ भित्र, धुलो पुरै जम्मै धुलो। हेर्नु त अब यसको यो बाह्य बिल्डिङको अवस्था, निर्माणको अवस्था यस्तो छ कि कति जीर्ण छ म अहिले देखाउनु सक्छु यसलाई। पानी छम्किसक्यौँ र अब झाडो लगाउँछु। झाडो नलगाएर पनि हुँदैन, झाडो लगाउनुपर्छ। हाम्रो प्रताप सर पनि आउनु भएको छ यता। सकेपछि झाडो लगाइसकेपछि अब हामीलाई चाहिने आवश्यक सामानहरू, खोप कार्डहरू, रजिस्टरहरू हैन। अब यो रजिस्टरहरू भयो हाम्रो झोलामा भएको, यो हाम्रो एएफआई किट। यहाँ चाहिँ खोप तालिकाको चाहिँ छुट भएकालाई पनि कसरी दिने भन्ने छ। हाम्रो खोप केन्द्रको ब्यानर पनि लागेकै छ। यसैमा हामी चाहिँ 27 गते वृद्धि अनुगमन गर्ने भएकोले यहाँ पनि हामीसँग वृद्धि अनुगमनको लागि पनि छ। नमुना परिवार कार्ड छ, हामीले यो चाहिँ गरेका छौँ। अनि सेफ्टी बक्स पनि छ। सिरिन्जहरूलाई चाहिँ सेफ्टी भाइल पोलिसीको लागि, इन्जेक्सन सेफ्टी पोलिसीको लागि चाहिँ हाम्रो त्यो पनि छ। हामीसँग आवश्यक सामानहरू सबै छ। हामी तयार अवस्थामा छौँ, तर उनीहरू चाहिँ आएका छैनन्। सेवाग्राहीहरू कति चाहिन्छ, यो महिना खोप कति चाहिन्छ यो केन्द्रलाई भनेर यहाँ खोपको पनि मात्रा छ। र बाँकी हामीले चाहिँ यो खोप लगाउने व्यक्ति कतिजना छन्, कति बालबालिका छन् भनेर यो लिस्ट पनि हामीले चाहिँ यहाँ ल्याइसकेका छौँ। हामीसँग सबै कुराहरू त यथावत छ। हामी चाहिँ चलाउने मान्छे त मजाले चलाइरहेका छौँ। तर विडम्बना भन्नुपर्छ, अब यो खोप केन्द्र कसरी के भएको छ यसको बारेमा म भन्नेछु है त। चाहिँ स्थानीय तहको कार्यकालमा चाहिँ यस्तो योजना आएको रहे हो। यो यहीँबाट चाहिँ यो बोक्ता समितिबाट बनाया हो। यसको यो टोयलेटको स्थिति यस्तो छ, हेर्नुहोस्। यो किन अधुरै छोडिया हो। अब हामी चाहिँ महिनामा 2 चोटि मात्रै आउने भएको हुनाले, बाह्य खोप क्लिनिक, गाउँको क्लिनिक भएको हुनाले यो सेफ्टी ट्याङ्कीको यस्तो अवस्था छ। अब यहाँ यो सेफ्टी ट्याङ्कीको लागि राखेको यो यहीँनिर छ। अब यहाँ माथिबाट चाहिँ यसलाई चाहिँ निष्कासन नगरिदिएर यहाँ यत्रो खाल्टोहरू भएर चाहिँ यो जीर्ण अवस्थामा छिटै पुग्ने अवस्था छ। बाहिर प्लास्टर पनि गरिएको छैन। अब यो ढोकाहरूमा चाहिँ यहाँ चुक्काउनु छैन। हामीले चाहिँ यसरी मैले बनाएको थिएँ यो। अब यो चाहिँ पुरै गइसकेको अवस्था हो। हेर्नुहोस्, यो चाहिँ पुरै सडिसकेको अवस्था हो। यसरी हल्लिन्छ, हल्लिसकेको अवस्था चाहिँ यो हो। अब यसले कति दिनसम्म टिक्छ होला। यहाँ पनि यस्तै छ। यहाँ चाहिँ बाख्रा गोठा लगाउने बालबच्चाहरूले चाहिँ अप्ठ्यारो गरिदिने भएको हुनाले मैले यो चाहिँ लकहरू हाने हो। यहाँबाट यस्तो पल चाहिँ एउटा कहिलेकाहीँ चाहिँ यहाँ ढुङ्गाहरू चिराएको पनि पाइन्छ। बच्चाहरू हुन्, तिनीहरूलाई थाहा हुँदैन। त्यही भएर यसमा चाहिँ सम्बन्धित निकायको तुरुन्तै
ध्यान जाओस् भन्ने हो। यस्तो लगन सारेला पुऱ्याइराख्नु पनि ठिक लाग्दैन मलाई। यस्तो छ, के गर्ने अब। सेवा दिनको लागि हामीलाई गाह्रो छ। यहाँ त हामीसँग यति पनि छ र कुनै कुनै ठाउँमा त रुखको छाहारी मुनि बसेर पनि चाहिँ यो खोप क्लिनिकहरू, गाउँघर क्लिनिकहरू चलाउनु पर्ने अवस्था छ। हेर्नुहोस्, त्यही भएर स्वास्थ्यमा चाहिँ गुणस्तरीय स्वास्थ्य सेवाको लागि सबै पक्षको आफ्नो पहल गरिदिनु हुन चाहिँ म यही भिडियो मार्फत चाहिँ अनुरोध गर्दछु। धन्यवाद।